मलाई थाहा छैन पूर्व सभामुख कुन मुख बोकेर भोट माग्दै हुनुहुन्छ मलाई थाहा छैन। हामीले के भन्यौं संसदमा भने नेपाली जनतालाई भिजिट भिसामा लाखौं रुपियाँ ठग्नेलाई कारबाही गर, आयोग बनाऊ, समिति बनाऊ भन्यौं। हामीले जनताको आवाज बोल्यौं। तर कुन मुखले भोट माग्दै हुनुहुन्छ सभामुख त्यो माइक काटिदिनु हो उहाँले। म जोसँग उभिएको छु उनका आफ्नै सन्तान छैन, तर यो देशका सयौं हजारौं बालबालिकाले आफ्नो आमा मान्छन् र सबैले आमा भन्छन्। म त्यस्तो मान्छेसँग उभिएको छु जसका बाबामा जेल पर्दा पनि छोराछोरीले उच्च शिक्षा हासिल गर्न सके र उज्जवल भविष्य बनाउँदैछन्। म त्यस्तो मान्छेसँग उभिएको छु जसले संघीय संसदमा उपसभामुख जस्तो गरिमामय पद हासिल गरेर बस्नुभयो, इमानदारीतापूर्वक काम गर्नुभयो, समाज सेवाको उदाहरण दिनुभयो। म त्यस्तो गौरवशाली इन्दिरा राणा मगरसँग उभिएको छु। र विश्वले सुनोस्, यस्तो व्यक्तित्वलाई समेत अपमानित गरेर मानव तस्करको आरोप लगाउनेहरूलाई पाप लागेको छ। पाप। म यहाँ एउटा कुरा भन्नै पर्छ। मलाई थाहा छैन पूर्व सभामुख कुन मुख बोकेर भोट माग्दै हुनुहुन्छ मलाई थाहा छैन। कुन मुख बोकेर उहाँ भोट माग्दै हुनुहुन्छ थाहा छैन। हामीले जनताको पक्षमा नेपाली जनतालाई हामीले भन्यौं नेपाली जनतालाई भिजिट भिसामा एक सेकेन्ड सुन्नुहोस्, महत्वपूर्ण कुरा छ। हामीले के भन्यौं संसदमा भने नेपाली जनतालाई भिजिट भिसामा लाखौं रुपियाँ ठग्नेलाई कारबाही गर, आयोग बनाऊ, समिति बनाऊ भन्यौं। हामीले जनताको आवाज बोल्यौं। तर कुन मुखले भोट माग्दै हुनुहुन्छ सभामुख त्यो माइक काटिदिनु हो उहाँले।